बुहारी नदिने तपाईँ हिँड्नु नि त यो केटो गौला ए गाउँले आउने हो केटो गौला रहेछ अब बहिनी मेरो बुहारीले छोरी भनेर देऊ भन्नु अब अहिले त बुहारी बुढीले यहाँ तिमीले हिँडेको हुन्छ त्यस्तो यो करियो घर करियो गए भगवान ओइ मोए केटा यसले ढुङ्गा हान्नु भाग भाग ओइ भाग तपाईँ बुहारी के नाङ्गी छ त अब उसको खोइ अब अहिले क्या यस्तै लाउँछन् अब के गर्नु ओइ बाबु तिम्रो दिमागले काम गर्दैन जस्तो लाग्यो भने हो त बुहारी यो के भएको यो केटो के भन्छ मन पर्यो भन्ने पाइन्छ तपाईँ आफ्नो बाटो लाग्नु न अर्का बुढीले मन पर्यो भने पाइँदैन बाबु जाऊ त आफ्नो बाटो कहाँबाट आएको दिउँ जाऊ बा भएन हामीलाई तनाव भयो हेलो नमस्ते आमा नमस्ते बाबु नमस्ते नमस्ते के गर्दै हुन्छ यहाँ मकैको जो झार आएको बाबु अनि उ गर्तिर हजुर मकैलाई त्यो किरा लागेको छ कि हावा लाग्ने मजाले बस्नलाई आनन्द हुन्छ हजुर बाबु ठिकै छ राम्रो छ म चाहिँ माथितिर हिँड्दा थिएँ ए त्यहाँबाट पाइला माथि सरेन कि यहीँ रोकियो किन रोक्यो बाबु हामी चिनेनौँ त तपाईँलाई म त चिनिनँ चिन्नु भएन तपाईँले चिन्नु भएन चिन्नु गराउँलाई नि के भयो त भइहाल्छ नि बाबु सुन्नु न आमा हजुर म त तपाईँसँग थोरै कुरा गरौँ भनेर आएको के कुरा होला भन्नु न त हजुर भन्नु न के कुरा हो ए जोइ बनाउनुहुन्छ कि मलाई भने ज्वाइँ हजुर तपाईँको छोरी कस्तो देखेर तपाईँ छोरा देखेर यहाँबाट पाइले माथि सरेन क्या त्यही भएर हे तेरी बाबु कहाँ यो छोरी हो त मेरो बुहारी हो यो त बुहारी अँ तपाईँ बुहारी के नाङ्गी छ तपाईँ अब उसको खोइ अब अहिले क्या यस्तै लाउँछन् अब के गर्नु हो हो अब बुहारीलाई ठाउँमा राख्नु पर्यो नि त कहाँ नि नाङ्गे लुगा लाएर आफू काम गरेर बुहारीले यसो मोबाइल गर्न देखा त तपाईँलाई के मतलब भयो त आफ्नो बाटो लाग्नु न म आफ्नै बाटो लागिरहेको हो किन यस्तो भयो कि म्याडम ऊ त्यहाँ त्यो बाटोबाट आएँ यहाँनिर आइसकेपछि तपाईँलाई देखेर मेरो पाइलै सरेन कि त्यही भएर माथि ए बाबु तपाईँ होसमा त हुनुहुन्छ अनि अर्काको बुहारीले देख्दा पहिले सरेन लानु तपाईँलाई नाटक नगर्नु अचम्म उहाँको हस्बेन्ड तपाईँको छोरा खै त मेरो छोरा बुहारी उहाँ काममा गएको छ विदेशमै हुनुहुन्छ कि नेपालमै नेपालमै छ मेरो नेपालमै छ अफिस गएको छ ए अफिसमा अफिस गएको छ कोनी किन चासो पर्यो यो बाबु अचम्म बुहारी भए पनि केही हुँदैन कि दिनु न मलाई मन परेको थियो ओइ बाबु तिम्रो दिमागले काम गर्दैन जस्तो लाग्यो भने हो त बुहारी यो के भएको यो केटो के भन्छ म त मान्छे हो भने के तालको भन्दा नि अहा घर बिगान आएको भनेको तपाईँको घर यत्रो कसरी बिगार्न सक्छु म त अनि बुहारी त ताकेको घर बिग्रेन त बाबु अनि होइन मतलब यस्तो कि तपाईँको बुहारीले मन पर्यो अब तपाईँको छोरालाई अर्को मन पर्यो भन्ने पाइन्छ तपाईँ आफ्नो बाटो लाग्नु न अर्का बुढीले मन पर्यो भने पाइँदैन बाबु जाऊ त आफ्नो बाटो कहाँबाट आएको दिउँ जाऊ बा भएन हामीलाई तनाव भयो म त नलिकन जान्न तपाईँ बुहारी लिएर जाने के अरे अर्काको बुहारी अर्काको बुढीलाई लिएर जाने रे अब छोरालाई बोलाउँछु नि म त फेरि तपाईँले छोरो बोलाए पनि जो बोलाए पनि एउटा कुरा तपाईँलाई थाहा रहन्छ नि ऊ मसँग रातभरि मेसेज हुन्छ चिन्छु कि म उसलाई ओए बुहारी यो केटो के भन्दैछ हो एउटा कुरा यदि याद गर्नु यदि मैले उसलाई चिन्दैन गर्नु न को म चिन्दैन मान्छेलाई यदि एउटा कुरा उसलाई म चिन्दैन थिएँ भने ऊ त्यहाँ हिँडिरहेको मान्छेलाई म अर्कोसँग बोलिनँ तपाईँसँगै बोल्न के जरुरत छ मलाई अहिलेसम्म बिहे गरेछ भनेर भनेको थिएन लौ न के फेसबुकमा लौ न ए बुहारी त्यो आइफाई के रातभरि आइफाईमा कुरा गर्थ्यो ए हो त्यसमा अनि यो सब बोले कि तिमी लौ न के भन्छ यो केटो त एउटा कुरा तपाईँ आफै विचार गर्नु यदि मैले ए दाइसै नभन है यदि एउटा कुरा उसलाई म चिन्दैन थिएँ भने नचिने मान्छे बोल्न आउँछ ल भन्नु त लौ न अनि यो केटो अन्त आयो त बोल्न ए बुहारी भन न साच्चै भन आमा विश्वास नगर्नु न को अनि मेरो बुहारी चिने छैन रे लु भयो तिमीले झुट बोल्दै रहेछौ यदि मैले नचिने भए म अरूसँग जान्थेँ नि यहाँ आउँथेँ कस्तो पागल कुरा गर्नु के थाहा यो फकाउन आउनु भएको यदि मैले उसलाई नचिनेको भए म अरूसँग किन ऊ तपाईँको साथी त्यहाँ पनि मकैबारीमा छैन म त्यहाँ किन गइन यदि मैले त्यहाँ किन गइन ल तपाईँ आफै भन्नु त तपाईँको बुहारीको चाल ठिक छैन है त्यो त हो हुन त ए बुहारी साच्चै भन न अरूलाई जे पाइँदै नभन्नु है अहिले रातभरि कुरा गर्दाखेरि गर्ने अहिले लौ नै हो के भन्छ त रातभरि कुरा गरे भन्छ फोन हो त यो साँच्चै भन त लौ दाइले त्यतिकै मजा गर्नुभएको होला के मजाक सजाक होइन ए बाबु साँच्चै भन मेरो पैसा तपाईको बुहारीले पैसा दिन्छ अस्ति शपिङ गर्दै यो लुगा मैले किन्दै लौ न हो बुहारी होइन के यहाँ भिडियो आमा मैले तपाईँ मलसल फालिदिन्छु म लौ न ट्र्याक भिडियो बनाउनु हुन्छ के आमा तपाईँ उसलाई दिने कि नदिने म बुहारी दिन्छु त
के रे मेरो छोरालाई चाहिँ के तिम्रो बुढी दिन्छौ मैले बिहे गरे भए तपाईको यो हो त कहाँ थिए ल आज मर्दो कस्तो दामी अर्का बुहारीले त ल म छोरी तिम्रो मन पर्यो मलाई देऊ पो भन्छन् आमा आमाको prank भिडियो हो के विश्वास नगर्नु हो भने त्यो प्याङ्गै हो प्याङ हो क्या होइन यो हेर बुहारी हेर प्याङ रे के प्याङ तपाईको बुढा खै तपाईको बुढा खै हाम्रो त काम गर्न जानुभएछ काम जानु भएछ बुहारी नदिने तपाईँ हिँड्नु नि त यो केटो बौला गाउँले आउने हो यो केटो बौला रहेछ अब पहिला मेरो बुहारीले छोरी भनेर देऊ भन्नु अब अहिले त गइ बुढीले यहाँ तिमी हिँडेको हुन्छ त्यस्तो यो कलियो घोर कलियो गइ भगवान तपाईँ भए चल्छ कि मलाई ओइ मोए केटा यहाँ ढुङ्गा हान्नु भाग भाग ओइ भाग जा जा भाग कहीँ नभएको छाडा केटो गाउँ म बुढीले पो हिँड्नु भन्छ है गाँठे ओइ फुटाइदिउ मेरो मोका मात्र बिग्रियो जान्छ कि बोलाऊ मेरो बुढालाई र छोरालाई बोलाउनु के ठुलो कुरा बोलाउनु बोलाऊ ल फोन गर बोल त्यहाँ फोन गर ससुरालाई बुढाले बोलाऊ त्यहाँ फोन गर यो केटाको काना जरा छाना पुरा भएर यसले त खप्नु खानै भएन नि खप्नु खानै भएन मेरो कामै मजा गर्ने त मजा गरिहाल्छ नि तपाईँ त अनि मैले उता देखेँ तपाईँलाई पोल्लो गाउँतिर के गर्दै कुखुरा चोर्दै गर्दै तपाईँ त रमेश दाईको पसलको त्यहाँको दाईको दाई होइन हो रमेश दाईको पसलको ऊ काम गर्ने ग्यास ऊ सार्नेवाला साइकलमा म यो हो तपाईँलाई कता कता देखेँ जस्तो लाग्यो क्या देख्यो देख्नुभयो कुरा कस्तो कुरा मिलायो कता कता देखेको प्र्याङ्क गरे हो कि दाइले प्र्याङ्क भिडियो बनाउनु हुन्छ क्या युट्युबमा देख्नु अब त्यो फ्याङ र फ्याङ त म त जान्दिन तपाईँले झुकाएको के भन्नु ओइ बुहारी तिमीले मलाई झुट गराउ क्या हो यो केटाले सत्य कुरा गरौ भन्छ त रमेश दाईको पसलमा कसरी भेट्यो ल भन्छ रमेश दाईको पसलमा कसरी भेटाएको मलाई ल भेटाको रे त मासु लिन्छ हिजो मासु लिनु गएको थिएन अनि यो दाइले प्र्याङ्क भिडियो बनाउँछ मैले भाइरलवाला केटालाई देखेँ भन्थेँ नि मैले हो उही हो के ए केटो हो बाबु हिजो मलाई भेट्न गएको थिए त्यो मासु किन्ने पैसा नि मैले दिएको ल अनि त्यो लौ न अनि के क्यामेरा कता कता होला के हो र हो बाबु हो उही 13 बजे क्यामेरा त यही थियो त कहाँ खस्यो लौ के हो क्यामेरा यही थियो खस्यो यही थियो भन्छ लौ लौ खस्यो पो भन्छ क्यामेरा यही थियो कहाँ खस्यो लौ न मलाई त अलिकति खुसी जस्तो पो लाग्यो केटो त मलाई त त्यस्तो पो लाग्यो ल प्याङ र फ्याङ्सी जान्दिन म त्यो के हो यो अचम्म उदेखि अबि ल तपाईको मोबाइल ए साँच्चै के भने मैले भिडियो बनाएको थिएँ कि मैले यहाँ माइक राखेको थिएँ माइक खस्यो त्यो खुट्टा खुट्टा कुन्छ कि हेर्नु त ओइ बुहारी कहाँ राखेको थियो अरे के राखे यसले माइक रे खोइ थाहा छैन हामीले त्यो माइक र पाइक ए भाइ साँच्चै माइक हरायो